नमस्कार साथीहरू, आज हामी हेर्न लागेका छौं 2024 मा रिलिज भएको दक्षिण कोरियाली सुपरनेचुरल हरर चलचित्र एक्स्युमा। यो फिल्म सामान्य भूतप्रेतको कथा मात्र होइन, यसमा कोरियन शमन परम्परा, फेङ सुई, रहस्यमय अनुष्ठान र सयौं वर्ष पुरानो इतिहास लुकेको छ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनकि अन्त्यमा आउने ट्विस्टले तपाईको सोच नै बदलिदिन्छ। कथा सुरु हुन्छ अमेरिकाको लस एन्जल्समा बस्ने एक धनी कोरियन परिवारबाट। उनीहरूको नवजात छोरा जन्मिएको केही समयमै अनौठो व्यवहार गर्न थाल्छ। बच्चा रातभर रुँदै बस्छ, कोठामा एक्लै हुँदा कसैलाई हेरे जस्तो प्रतिक्रिया दिन्छ र उसको स्वास्थ्य दिन प्रतिदिन बिग्रिँदै जान्छ। परिवारले देशकै उत्कृष्ट अस्पताल र डाक्टरहरूको सहयोग लिन्छ, तर कसैले पनि रोगको कारण पत्ता लगाउन सक्दैन। जब विज्ञानले हार मान्छ, परिवारले अन्तिम आशाको रूपमा प्रसिद्ध युवा समन वा रिम र उनका सहयोगी बोङ गिललाई बोलाउँछन्। घरमा पुगेपछि वा रिमले आध्यात्मिक विधिबाट अनुसन्धान सुरु गर्छिन्। केही समयमै उनी एउटा डरलाग्दो सत्यमा पुग्छिन्। बच्चालाई कुनै रोग लागेको होइन, उसलाई आफ्नै पुर्खाको अशान्त आत्माले सताइरहेको हुन्छ। यो साधारण भूत होइन, पुस्तौंदेखि परिवारको पहिलो सन्तानलाई सताउँदै आएको एउटा पुरानो श्राप हो, जसलाई ग्रेभ स्कल भनिन्छ। वा रिमले परिवारलाई भन्छिन् कि यदि यो श्राप तुरुन्त नहटाइयो भने बच्चाको ज्यान समेत जान सक्छ। यसको समाधान भनेको पुर्खाको चिहान खनेर उचित धार्मिक विधि अनुसार दाह संस्कार गर्नु हो। यति ठूलो काम एक्लैले सम्भव नहुने भएकाले वा रिमले कोरियाका प्रसिद्ध फेङ सुई विशेषज्ञ किम साङ-डोक र अनुभवी अन्त्येष्टि विशेषज्ञ योङ ग्युनलाई पनि बोलाउँछिन्। चारैजना टोली बनाएर कोरियाको दुर्गम पहाडी क्षेत्रमा पुग्छन्, जहाँ परिवारको पुर्खाको चिहान रहेको हुन्छ। चिहान देख्ने बित्तिकै साङ-डोकको अनुहार बदलिन्छ। उनी वरिपरिको भू बनावट हेरेर भन्छन्, यो ठाउँ सामान्य छैन, यहाँ कसैले जानी अशुभ शक्ति लुकाएको छ। तर अब धेरै ढिला भइसकेको हुन्छ। टोलीले उत्खनन सुरु गर्ने निर्णय गर्छ। वा रिमले शक्तिशाली समन विधि सुरु गर्छिन् भने मजदुरहरूले चिहान खन्न थाल्छन्। केही बेरमै उनीहरूले मानव अनुहार जस्तो देखिने एउटा अनौठो सर्प भेट्टाउँछन्। वा रिमले त्यसलाई नछुन चेतावनी दिन्छिन्, तर एउटा मजदुरले डर र अज्ञानताका कारण सर्पलाई मारिदिन्छ। त्यसपछि वातावरण अचानक परिवर्तन हुन्छ। आकाश कालो बादलले ढाकिन्छ, चट्याङ पर्न थाल्छ, ठूलो वर्षा सुरु हुन्छ र सबैलाई कुनै अदृश्य शक्तिले हेरिरहेको अनुभूति हुन्छ। यही क्षणबाट वास्तविक डर सुरु हुन्छ। भारी वर्षाका कारण टोलीले सबलाई त्यही दाह संस्कार गर्न सक्दैन। त्यसैले कफिनलाई अस्थायी रूपमा एउटा शवगृहमा राखिन्छ। वा रिम र साङ-डोकले बारम्बार चेतावनी दिन्छन्, जे भए पनि यो कफिन नखोल्नु। तर मानिसको सबैभन्दा ठूलो कमजोरी लोभ नै हो। शवगृहमा काम गर्ने एक कर्मचारीले कफिनभित्र सुन, गहना वा अन्य बहुमूल्य वस्तु लुकाइएको हुन सक्छ भन्ने सोचेर राति चुपचाप कफिन खोल्ने निर्णय गर्छ। उसले बिस्तारै कफिनको ढकनी खोल्छ, तर भित्र कुनै खजाना हुँदैन। त्यहाँ शान्त रूपमा एउटा वृद्धको शव मात्र देखिन्छ। कर्मचारी केही क्षण ढुक्क हुन्छ, तर अचानक कोठाको वातावरण बदलिन्छ। तापक्रम घट्न थाल्छ, बत्तीहरू झिम्किन थाल्छन् र त्यही क्षण कफिनभित्र कैद भएको अशान्त आत्मा मुक्त हुन्छ। अब त्यो आत्मा आफ्नो परिवारका जीवित सदस्यहरूलाई खोज्दै निस्कन्छ। उता अमेरिकामा रहेका परिवारका सदस्यहरूले पनि अनौठा घटनाहरू अनुभव गर्न थाल्छन्। रातको समयमा उनीहरूलाई एउटै वृद्ध मानिस देखिन थाल्छ। केही समयमै त्यो आत्माले आफ्नो छोरा र नातिहरूमाथि आक्रमण गर्न सुरु गर्छ। यसैबीच वा रिम र उनको टोलीलाई कफिन खोलिएको खबर पुग्छ। उनीहरू तुरुन्तै शवगृहमा पुग्छन्। अवस्था निकै भयावह भइसकेको हुन्छ। उनीहरूले बुझ्छन् कि आत्मा अब पूर्ण रूपमा स्वतन्त्र भइसकेको छ। टोलीले आत्मालाई रोक्न विशेष समन अनुष्ठान गर्छ। लामो सङ्घर्षपछि उनीहरू पुर्खाको आत्मालाई फेरि नियन्त्रणमा ल्याउन सफल हुन्छन्। त्यसपछि सबलाई धार्मिक विधि अनुसार दाह संस्कार गरिन्छ। सबैलाई अब सबै कुरा सकिएको जस्तो लाग्छ। तर किम साङ-डोकको मनमा अझै एउटा प्रश्न घुमिरहेको हुन्छ। यदि यो चिहान सामान्य थियो भने किन यस्तो अशुभ स्थानमा गाडिएको थियो? किन वरिपरिको पहाडको बनावट फेङ सुईको नियम विपरीत थियो? र सबैभन्दा ठूलो कुरा, किन उनलाई त्यो जमिनबाट अझै पनि डरलाग्दो ऊर्जा महसुस भइरहेको थियो? साङ-डोकले फेरि त्यो स्थानको अनुसन्धान गर्न निर्णय गर्छन्। जब उनीहरूले चिहान वरिपरि जमिन ध्यानपूर्वक जाँच्छन्, एउटा अकल्पनीय रहस्य बाहिर आउँछ।
पहिलो चिहानको धेरै तल अर्को विशाल फलामको कफिन गाडिएको हुन्छ। अब उनीहरू बुझ्छन् कि पहिलो आत्मा वास्तविक शत्रु नै थिएन, ऊ त केवल माथि राखिएको एउटा पर्दा थियो। वास्तविक दुष्ट शक्ति अझै पनि जमिन मुनि कैद थियो र अब त्यो कफिन खोल्ने निर्णयले उनीहरूको जीवन सधैँका लागि बदल्नेवाला थियो। साङडोकको शंका अब सत्य साबित हुन थाल्छ। पहिलो चिहान मुनि गाडिएको विशाल फलामको कफिन देखेपछि टोली केही समयका लागि मौन हुन्छ। कफिनको आकार, त्यसमा लगाइएका फलामका काटीहरू र वरिपरिका रहस्यमय चिन्हहरू हेर्दा नै यो सामान्य शवको कफिन नभएको स्पष्ट देखिन्थ्यो। साङडोकले सबैलाई रोक्दै भन्छन्, यदि हामीले यो कफिन खोल्यौं भने अहिलेसम्म देखेको सबै कुरा सामान्य लाग्नेछ। तर अब पछाडि फर्किने बाटो थिएन। धेरै सावधानीका साथ उनीहरूले कफिन बाहिर निकाल्छन्। कफिन निकै भारी हुन्छ, मानौ त्यसले कुनै मानिस मात्र होइन, एउटा ठूलो रहस्य पनि बोकेको हो। ढकनी खोल्ने बित्तिकै सबैजना स्तब्ध हुन्छन्। भित्र 100 वर्ष पुरानो एउटा जापानी सैनिकको शव लगभग सुरक्षित अवस्थामा रहेको हुन्छ। उसको शरीरसँगै एउटा लामो कटाना तरबार पनि गाडिएको हुन्छ। तर त्यो कुनै साधारण सैनिक थिएन। साङडोकले वरिपरिको भूगोल, कफिनको दिशा र तरबारको स्थान हेरेपछि एउटा डरलाग्दो सत्य पत्ता लगाउँछन्। जापानी उपनिवेश कालमा केही शक्तिशाली फेङ सुई विशेषज्ञहरूले कोरियाको भूमिको आध्यात्मिक शक्ति कमजोर बनाउन यस्तो गोप्य अनुष्ठान गरेका थिए। उनीहरूले शक्तिशाली सैनिकको शवलाई विशेष स्थानमा गाडेर तरबार मार्फत जमिनको ऊर्जा रोक्ने प्रयास गरेका थिए। अर्थात् पहिलो चिहान केवल एउटा आवरण थियो। वास्तविक उद्देश्य भनेको तल गाडिएको यो श्रापित सैनिकलाई कसैले पनि भेट्टाउन नसकोस् भन्ने थियो। अब त्यो सुरक्षा हटिसकेको थियो। त्यही क्षण वातावरण फेरि बदलिन्छ। हावा एक्कासी चिसो हुन्छ। रुखहरू अस्वाभाविक रूपमा हल्लिन थाल्छन्। वरिपरि अजीब आवाजहरू गुन्जिन थाल्छन्। वालिमले तुरुन्तै सबैलाई पछाडि हट्न भन्छन्, तर धेरै ढिलो भइसकेको हुन्छ। श्रापित सैनिकको आत्मा बिस्तारै जाग्न थाल्छ। पहिलो आत्मा भन्दा फरक, यसमा कुनै मानवीय भावना बाँकी थिएन। यसको उद्देश्य केवल विनाश थियो। केही समयमै त्यो दुष्ट शक्तिले बोङगिललाई आफ्नो नियन्त्रणमा लिन थाल्छ। उसको व्यवहार पूर्ण रूपमा बदलिन्छ। आँखा र अनुहारमा डरलाग्दो परिवर्तन आउँछ र ऊ आफ्नै साथीहरूतर्फ आक्रमण गर्न खोज्छ। वालिमले बोङगिललाई बचाउन समन मन्त्र सुरु गर्छिन्, तर यो आत्मा अत्यन्त शक्तिशाली भएकाले सामान्य विधिले काम गर्दैन। अब टोलीले बुझ्छ, उनीहरू कुनै साधारण भूतसँग लडिरहेका छैनन्। उनीहरू 100 वर्षदेखि कोरियाको भूमिमा लुकेको एउटा ऐतिहासिक श्रापसँग सामना गरिरहेका छन्। र यदि यो शक्तिलाई अहिले नै रोक्न सकिएन भने त्यसले केवल एउटा परिवार होइन, धेरै निर्दोष मानिसहरूको जीवन नष्ट गर्न सक्छ। अब सुरु हुन्छ फिल्मको सबैभन्दा रोमाञ्चक र खतरनाक अन्तिम सङ्घर्ष। जापानी सैनिकको आत्मा पूर्ण रूपमा जागेपछि अवस्था नियन्त्रणभन्दा बाहिर जान्छ। वरिपरिको वातावरण मृत्यु जस्तै शान्त हुन्छ, तर त्यो शान्तिभित्र ठूलो विनाश लुकेको हुन्छ। शक्तिशाली आत्माले आफ्नो वरिपरि रहेका सबैलाई आक्रमण गर्न थाल्छ र बोङगिल अझै पनि त्यसको प्रभावबाट पूर्ण रूपमा मुक्त हुन सक्दैन। वालिमले लगातार समन मन्त्रहरू पढिरहेकी हुन्छन्। उनका प्रत्येक मन्त्रले केही समयका लागि दुष्ट शक्तिलाई रोक्छ, तर त्यसलाई समाप्त गर्न भने पर्याप्त हुँदैन। उता साङडोकले वरिपरिको जमिन, पहाडको दिशा र तरबारको अवस्थालाई ध्यानपूर्वक अध्ययन गरिरहेका हुन्छन्। त्यही क्रममा उनलाई एउटा महत्त्वपूर्ण कुरा बुझिन्छ। यो आत्माको वास्तविक शक्ति सैनिकको शरीरमा होइन, त्यससँगै गाडिएको श्रापित कटाना तरबारमा रहेको हुन्छ। जबसम्म त्यो तरबार सुरक्षित रहन्छ, आत्मालाई पूर्ण रूपमा नष्ट गर्न असम्भव हुन्छ। साङडोकले आफ्नो योजना टोलीलाई सुनाउँछन्। वालिमले अन्तिम पटक ठूलो समन अनुष्ठान गरेर आत्माको ध्यान आफूतर्फ तान्नेछिन्। त्यही अवसरमा साङडोकले श्रापित तरबार नष्ट गर्ने प्रयास गर्नेछन्। योजना सुरु हुन्छ। वालिम शक्तिशाली मन्त्र उच्चारण गर्दै आत्मालाई रोकिरहेकी हुन्छन्। वातावरण झन् डरलाग्दो बन्छ। तीव्र हावा चल्छ, जमिन काँप्न थाल्छ र वरिपरिका रुखहरू अस्वाभाविक रूपमा हल्लिन्छन्। अर्कोतर्फ साङडोक कफिनसम्म पुग्न सफल हुन्छन्। उनी आफ्नो सम्पूर्ण साहस जुटाएर श्रापित कटानामाथि प्रहार गर्छन्। पहिलो प्रहारले केही हुँदैन। दोस्रो प्रहारपछि तरबारमा सामान्य चिरा पर्छ, तर तेस्रो र अन्तिम प्रहारसँगै कटाना 2 टुक्रा हुन्छ। त्यसै क्षण विशाल गर्जनसँगै दुष्ट आत्मा चिच्याउन थाल्छ। उसको शरीर बिस्तारै धुवा जस्तो बनेर हावामा विलीन हुन्छ। केही क्षणमै सम्पूर्ण क्षेत्र फेरि शान्त हुन्छ। बोङगिल होसमा फर्किन्छन्।
वारिम थकित भए पनि मुस्कुराउँछिन्। साङडोकले गहिरो सास फेर्दै अन्ततः 100 वर्ष पुरानो श्राप समाप्त भएको महसुस गर्छन्। अब त्यो परिवारमाथि रहेको पुर्खाको श्राप पनि पूर्ण रूपमा हटिसकेको हुन्छ। अमेरिकामा रहेको बच्चा पनि सामान्य अवस्थामा फर्किन्छ र पुस्तौदेखि चलिरहेको दुःखद चक्र अन्त्य हुन्छ। तर फिल्मको वास्तविक सन्देश यतिमै सीमित छैन। एक्सियोमाले देखाउन खोजेको कुरा केवल भूतप्रेतको कथा होइन। फिल्मले कोरियाको इतिहास, जापानी उपनिवेश कालको पीडा, पुर्खाप्रतिको सम्मान, फेङ सुईको विश्वास र समन परम्परालाई एउटै कथामा मिसाएर प्रस्तुत गरेको छ। पहिलो चिहान वास्तवमा समस्याको कारण थिएन, त्यो त वास्तविक दुष्ट शक्तिलाई लुकाउन बनाइएको एउटा आवरण मात्र थियो। त्यसैले फिल्मको पहिलो भाग एउटा पारिवारिक श्रापको कथा जस्तो लाग्छ, तर दोस्रो भागमा त्यो कथा राष्ट्रिय इतिहास र आध्यात्मिक सङ्घर्षमा रूपान्तरण हुन्छ। यही अनपेक्षित परिवर्तन, उत्कृष्ट छायाङ्कन, शक्तिशाली अभिनय र गहिरो सांस्कृतिक अर्थका कारण एक्सियोमालाई 2024 को सबैभन्दा उत्कृष्ट कोरियन हरर चलचित्रमध्ये एक मानिन्छ। यदि तपाईलाई अलौकिक रहस्य, ऐतिहासिक पृष्ठभूमि र मनोवैज्ञानिक डर मिसिएको चलचित्र मन पर्छ भने एक्सियोमा तपाईले एकपटक अवश्य हेर्नुपर्ने फिल्म हो। यति नै थियो एक्सियोमा चलचित्रको पूरा कथा। भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, साथीहरूसँग शेयर गर्नुहोस् र यस्तै चलचित्रहरूको नेपाली व्याख्या हेर्न हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद।